हेलो साथीहरु, गुड मर्निङ र स्वागत छ हाम्रो नयाँ ब्लगमा। साथीहरु चाहिँ बिहानको 10 बजे नादिसकेको छ हुन्छ र म उठिसकेको छु। अघि भर्खर आएको उठेर आज ज्वरो आए जस्तै भएर अनि सुतेको थियो अघि। बुइनी पनि सुतिरहेको छ। आज के भएको नि यसलाई टाउको दुख्नु भयो। मैले बनाइसक्नु भएको छ हिजो, अब यति बाँकी छ बनाउन। अब चाहिँ नास्ताहरू गर्ने हो। के छ हेरौँ। साग भुटेको रहेछ। के छ रोटी रहेछ। रोटी साग खाने हो। केही छैन। मोमो बयर चाहिँ जहिले ल्याउनुहुन्छ रहेछ नि। अब चाहिँ नास्ताहरू खानु टाइम हुँदैछ मेरो। अब चाहिँ खाना आँटेको। अब डाइरेक्ट खाइसकेर भरेतिर खाना खाने टाइम हुन्छ अनि भेट्नु। आज ट्युसन आज चाहिँ नजाने अनि भोलिदेखि डाइरेक्ट भोलिदेखि जान्छु। अब ट्युसन अब अलिक खान्छ भनेपछि जाने त्यसरी अब डाइरेक्ट भोलिदेखि जान्छु ट्युसनहरू। अब डाइरेक्ट अहिले नास्ता खानु सक्ने अनि खाना खाने टाइममा भेट्नु। साथीहरू अहिले चाहिँ दिउँसोको 5:15 र अहिले चाहिँ म उठिसकेको छु। अघि सुतेको त्यो एकछिन पछाडि यहाँ भएको छ नि उपर यो यसलाई आएर उठाएको मैले भर्खर। र अहिले पनि कान अलि चाहिँ दुखिरहेको छ कान, त्यसैले अलि ज्वरो आए जस्तो भयो नि सुतेको थिएँ। र आज पनि ट्युसन जाने। अब भोलिदेखि त ट्युसन जाने। एक्जाम पनि आइसक्यो, बोर्ड एक्जाम। आजदेखि ठिक्क अब 1 महिना मात्रै बाँकी छ। 1 महिना पनि होइन, 29 डेज। 1 महिना भनौँ न, 1 महिना बाँकी छ अब एक्जाम आउन। अब ट्युसन जानुपर्छ, एब्सेन्ट गरेर हुँदैन। अब भोलिदेखि चाहिँ ट्युसन जानुपर्छ। अब यहाँ कुन चाहिँ आज घाम खतरा लागिरहेको छ दिनभरि। अघि बाल्न चाल्न दिनुभएको थियो मम्मीले, त्यो पनि चालिसकेको छु। अब यो इँटाहरू यहाँ हेर्न सक्नुहुन्छ, देखाउँछु है त। अहिले हेरे हो, अहिले हेरे ऊ त इँटाहरू अहिले उक्काउने हो। हामी दुईजना भएर उक्काउनु भएर मम्मीले भन्नुपर्छ। अहिले हेरे हो भन्नु मैले चाहिँ अहिले भर्खर भन्नुभयो त। अनि अब भरे भन्नुभएको छ अरे भरे गर्ने। अब भ्लग पनि अहिले त्यति बनाउनु सकेको छुइनँ मैले। बनाए पनि अब अलिकति मतलब केही खतरा खालको चाहिँ केही बनाउनु सकेको छुइनँ। सबै हेरिदिनु होला, अलिकति सपोर्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु। अब एकछिन धेरै भयो। साथीहरू बेलुकाको 7:30 र अहिले चाहिँ म जाँदैछु दोकानमा। किनभने बुइनीको लागि अब चाउचाउ ल्याउन आँटेको नि त। बुइनी बिरामी छ, त्यसैले अँधारो छ हेर्न सक्नुहुन्छ। अब 21 जुनदेखि उता चाहिँ दिन बढ्दै जान्छ। अहिले म जाँदैछु अँधारो छ यहाँ। सब दोकान पुगिसकेर अनि चाउचाउ किन्छु। अनि त्यहाँबाट बाबा पनि आइपुग्नु ट्याक्क साइकलमा। अनि त्यहाँबाट अब दोकान गएको। अब डाइरेक्ट घर पुग्छु अनि खाना खाने टाइम हुन्छ, त्यतिखेर भेटौँ। साथीहरू अहिले चाहिँ मेरो खाना खाने टाइम भइसकेको छ यहाँ। आज खानामा आज कति कम्ती खानु लाग्यो, खानै लागेको छैन आज। खोइ ज्वरोहरू आइरहेको छ अलिअलि। खाना मन नलागेको पनि अब खानुपर्छ, दबाईहरू खानुपर्छ। अब खाना खाइसकेर भेट्नु। साथीहरू अहिले चाहिँ रातिको 9:30 र अहिले चाहिँ म अब खाना खाइसकेर यहाँ घरतिर आइसकेको छु। भाइ पनि खाना खान गएको थिएँ। म अनि भाइ हामीले गाउँछु भाइको घर। अनि भाइ खाना खाएर यहाँ घरमा आज चाहिँ यो यति गरेको। अब प्लास्टर गर्ने अरे। अब चाहिँ अहिले भर्खर कानमा दबाई हालेर आएको, त्यही भएर टाउको अलिकति भाङ्गो छ आज। यदि दाजुभाइको काममा लाइफमा चाहिँ सबै पर्दैन होला। अब भेट्नु लाग्नु हो नि त।